आज तपाईहरुलाई म यस्तो राम्रो तोरीबारी देखाउँदैछु है। आज यसो फिल्डतिर भिजिट गरेको त यस्तो राम्रो तोरी फुलिरहेको रहेछ है। कस्तो राम्रोसँग फुले हेर्नु त ओहो नझपक्कै भए। त्यसमा मौरी हामीले मौरीको चरणको लागि चाहिँ यो तोरी लगाएको है। मौरी पालन छ हाम्रो अफिसमा। अनि त्यसपछि मौरी चरणको लागि हामीले तोरी लगाएको। ओहो हेर्नु त मौरी कति धेरै छन्। ओहो म मौरी देखाउँछु है तपाईहरुलाई। यति धेरै मौरीहरू छ है। मौरी चरणको लागि लगाएको हामीले तोरी। तपाईहरुले पनि काका मौरी पालन खेती गर्नुहुन्छ भने यसरी घर वरिपरि तोरीहरू लगाउनुहोस्। तेल पनि हुन्छ, मौरीको लागि चरण पनि हुन्छ। हेर्नु त कति राम्रो छ। ओहो न ढकमक्क फलिरहा तोरी। यति राम्रो फलिरहा, कति राम्रो फुलेको लपक्क पुरै फुले। त्यसमा मौरीहरू यति धेरै छन् कि हेरि नसक्नु छन्। मौरीको चरणको लागि लगाएको नि त, त्यही भएर नि मौरी यति धेरै छ है।